हेरो मालिकका प्रसिद्ध भनाइहरू। एउटा ढोका बन्द हुँदा के तिमीलाई थाहा छ दोस्रो ढोका खुलेको हुन्छ। प्रत्येक व्यक्तिलाई आफ्नो भाग्य चुन्ने अधिकार छ। सङ्गीतको बारेमा एउटा राम्रो तथ्य के हो भने जब यसले हान्छ तब केही पीडा हुँदैन। जीवनभर कैदीको जीवन बाँच्नुभन्दा स्वतन्त्रताको लागि लड्दै मर्नु उचित हो। आफ्नो इतिहास नबिर्स, न त भाग्य नै। थोरै मानिसले मात्र वर्षाको अनुभूति गर्दछन्, बाँकी रुइदिन्छ। हरेक व्यक्तिले तिमीलाई चोट पुर्याउनेछ, तर तिमीले यस्तो व्यक्ति भेट्नु छ जसले तिमीलाई चोट पुर्याएको महसुस गरेर आफू दुखी बनोस्। केही कुराको लोभमा तिमी अहिले भ्रष्ट हुन सक्छौ भने तिमी पहिले नै भ्रष्ट व्यक्ति हौ। आँखा खोल र आफैलाई हेर कि तिमीले जिइरहेको जीवनप्रति तिमी सन्तुष्ट छौ। भगवानले मलाई केही गर्नको लागि धरतीमा पठाएका हुन्, त्यसैले मलाई कसैले रोक्न सक्दैन। भगवानले चाहेमा मात्र म रोकिनेछु। संसार पाउनको निम्ति आफ्नो आत्माको बलि नदेऊ। पैसाले जीवन किन्न सकिँदैन।